सम्बोधन आइजन छोराको चिठी र बा। छोराले चिठीको अन्तिम अन्तरामा लेखेको थियो, अब त त्यो पुरानो गाउँ छोडेर आउनुस् न बा, यो सहरमै बस्ने गरी। बुढेसकालमा हजुरलाई सुखको श्वास फेर्न यो ठुलो सहरमा गगनचुम्बी महल बनाएको छु, जुन महलको बार्दलीमा बसेर निहाल्दा सिङ्गो सहर झिलमिलाइरहेको देख्न सक्छौं। सुखै सुखको यो साम्राज्यमा आउनुस् न बा, हामी पनि रमाउला, सुखको जिन्दगी बाँचौला। गाउँमा आफ्नै लयमा बाँचिरहेको बा छोराको सपना साकार पार्न सहर बस्नै नसकेपछि यसै बरबराउन थाल्नुभयो। आँखाको डिल डिलसम्म आँसुका पलिन्द्रा खसालेर भन्दै जानुभयो, छोरा म कसरी रम्न सक्छु त त्यो सहरमा, जहाँ मैले गाउँको सुगन्ध भेट्टाउन सक्दैन, जहाँ मैले हर दिन समाउने कुटो कोदालो र हलोको अस्तित्व छैन। तिमी आफै भन न छोरा, त्यस्तो सहरमा यो वृद्ध बा आएर कसरी रङ बदल्न सक्छु? वर्षौंदेखि सुमसुम्याउँदै हुर्काएको बोट बिरुवा, हर बिहान चिरबिराउँदै समावेशी गीत गाउने रङ्गी बिरङ्गी चराचुरुङ्गीको आवाज, हरेक दिन मलाई स्पर्श गर्दै बहने बतास, मेरो गोडालाई छोएर बग्ने खोलाको पानी र मैले आजसम्म कमाएको इष्ट मित्रहरूको माया ममता मैले कसरी भुल्नु छोरा? भए छोरा, बारम्बार यस्तो चिठी पठाएर हृदयघात भएर चर्केको मुटुमा नहिर्काउनु, किनकि यसै प्याट्ट फुट्न सक्छ। बुढेसकालमा तिम्रो माया सम्झेर मैले घर गाउँ छाड्न सकिन। सक्छौ भने त्यो कंक्रिटको जंगल छोडेर वृद्ध बाको मुख हेर्न, युवाहरू परदेश पलायन भएर रितिँदै गएको गाउँको उराड लाग्दो गाउँको शोभा बढाउन तिमी चाहिँ आए हुन्थ्यो छोरा, तिमी चाहिँ आए हुन्थ्यो। धन्यवाद।